यतिखेर म आइपुगेको छु मिलुङ वादान झरनामा। हेरौँ मिलुङ जति हेरौँ भन्ने लाग्ने छ। यतिखेरको हाम्रो यात्रा चाहिँ मिलुङ झरनासम्मको छ, तर यस्तो गर्मी छ कि आमामामा। अनि फेरि यो गाडी चाहिँ यस्तो अप्ठ्यारो हुन्छ कि कच्चीमा कुदाउनु चाहिँ। अनि बिस्तारै रेस्ट गरेर गर्दै गएको। तलदेखि चाहिँ यहाँबाट आउँदो रहेछ। अब यहाँदेखि चाहिँ लगभग 2 मिनट जस्तो हिँडेर चाहिँ माथि जानुपर्ने रहेछ। सो अब चाहिँ हामी जाँदैछौँ। यस्तो गर्मी छ कि आमा, नजिकै रहेछ सायद, यो माथिको नजिकैको होला। पौडी खेल्ने ठाउँ पनि छ जस्तो छ नि। फाइनल्ली झर्नै हो। ल यतिखेर चाहिँ म फाइनल्ली आइपुगिसकेको छु मिलुङ झरना। यो चाहिँ हिल्याङ 3 र 4 को सङ्गमिश्रमा रहेको छ। झरना चाहिँ यो छ यता हाम्रो यता माथिको। मान्छेहरू पनि टन्नै आउनु हुँदो रहेछ। यहाँनिर के कस्तो छ, यहाँ माथि के कस्तो छ, म त्यो पनि गएर देखाउनेवाला छु तपाईँहरूलाई। यस्तो चाहिँ एकदम व्यवस्थित रहेछ ठाउँहरू चाहिँ, एकदमै बनाएको पनि रहेछ। अनि यो चाहिँ अलिकति सुकेको जस्तो लागिरहेको छ। पहिला भिडियोतिर चाहिँ मैले खतरा देखिरहेको थिएँ माथिको झरनाहरू, त्यस्तै छ भनौँ न। अनि यो मिलुङ झरना चाहिँ पछिल्लो समयमा चाहिँ निकै भाइरल भइरहेको छ। म चाहिँ सोसियल मिडियामा देखेरै आएको यो ठाउँ पनि। कहाँको झरना रहेछ भनेर यसो सोचिरहेको थिएँ। म त ताप्लेजुङको होला भनेर सोचिरहेको थिएँ, तर यो चाहिँ हाम्रो 5 जिल्लाकै पो रहेछ। अनि नजिकै थियो पनि छिमेकी गाउँपालिका। अनि यो चाहिँ ठाउँमा अनि अलिकति अहिले माथि हिँडिरहेको छु यहाँनिर। यहाँनिर के बनाएको छ, यहाँ चौतारा बनाएको रहेछ। राम्रो छ होइन। मान्छेहरूले पनि पौडी खेलेको पनि देखिरहेको थियो, सायद तलको उमा होला पौडी खेलेको। कस्तो गर्मी भइरहेको थियो यहाँ, यो शीतल भयो भनौँ न। यस्तो छ यता अवस्था। अनि यहाँ आउँदाखेरि चाहिँ अर्को इन्ट्रेस्टिङ चिज चाहिँ के छ भन्दाखेरि चाहिँ नि, यहाँनिर हेरौँ त यो सबैतिर यस्तो दामी दामी यो मादलको, अनि यता सिलाम साकमाको, अनि यो चिन्डो भयो, त्यस्तै त्यस्तैहरू बनाएको रहेछ होइन। यो चाहिँ प्रत्येक फेरि उमा क्या। हेरौँ त ल यो डिजाइन चाहिँ, यो डिजाइन पनि मलाई अलिकति एक्स्ट्रा लाग्यो यहाँ आउँदाखेरि चाहिँ। अनि यहाँ तलतिर बोर्ड देखिहाल्नुहुन्छ, यहाँनिर मान्छेहरू निकै धेरै आउनु हुँदो रहेछ। हेर्दा हेर्दै निकै धेरैजना आइसक्नुभयो, आउँदै जाँदै आउने जाने क्रम जारी छ। अनि अलिकति पानी पो अलिकति सुक्यो क्या सुरचोटि आउँदाखेरि चाहिँ, मतलब अगाडि आउँदाखेरि चाहिँ यस्तो खालको थिएन। पानी सुकेर अलिकति यो चाहिँ अलिकति डाउन भयो भनौँ न, सुकेर। जस बर्खाको टाइममा चाहिँ जुन पानी परिराख्दाखेरि चाहिँ यहाँ चाहिँ निकै राम्रो हुने रहेछ। अब जति ठुलो पानीको बल बग्छ भनौँ न, जति ठुलो झर्ना त्यति नै राम्रो देखिन्छ नि त, त्यही भएर। अनि भनेको मान्छेहरू हुनुहुन्छ नआउने वान्ने। गर्मी छ, म पनि अहिले एकछिनबाट जान्छु। म तर त्यहाँ जाँदाखेरि चाहिँ माइक युज गर्दिनँ, किन यो माइक चाहिँ एकदम सेन्सिटिभ छ क्या। यो जुन पानी भिज्यो भने चाहिँ छिटो बिग्रिन्छ। किनभने मेरो पहिलाको माइक पनि एउटा पानीले भिजेको थियो। एकछिनमा त जस थोरै मात्रै भिजेको थियो, पानी परेको टाइममा युज गरेको थिएँ, तर त्यो ब्याट्री गयो क्या त्यसको, त्यस्तो हुने रहेछ। सो यो त्यहाँ जाँदाखेरि चाहिँ जस उयो त एउटा पोखरी जस्तो सानो पोखरी छ, म त्यहाँ जान्छु। अनि अब अर्को कुरो भनेको यो ढुङ्गाहरू छ। अनि फेरि आज चाहिँ मौसमले यस्तो साथ दिएको छ कि हेरौँ त आकाश ठ्याक्कै अस्तिको दिनसम्म पानी ठुलो परिरहेको थियो। हिजो आज अलिकति मौसम उक्लिरहेको छ, त्यही बेला हामी घुम्न आयौँ। जस मौसमले पनि साथ दिइरहेको छ। बाटोको कुरा गर्नुपर्दा बाटो पनि एकदम राम्रो छ। अनि अब मेरो जस्तो स्पोर्ट बाइक पनि आइपुगेको छ भनेपछि तपाईँहरूले विचार गरिसक्नुभयो होला, बाटो राम्रो छ। बर्खाको टाइम भए पनि बाटो राम्रो छ, निकै राम्रो छ। आनन्दसँगले तपाईँहरू आउन सक्नुहुन्छ। दुईवटा बाटो छ, एउटा सल्लेरी बाटो छ, अनि अर्को यता अमरपुर भालुचोक हुँदै आउने बाटो छ। सो सजिलो छ। अब लगभग यो टाइम पनि लगभग जानु आँटिसकेको छ। अलिकति फोहोर व्यवस्थापन अलिक कमी देखियो यार, के हो यो आम्मा। अब म जाँदैछु, के गर्नु नआउनु 20 वर्षपछि भनेर भन्नु नमिलाइदियोस्। अब चाहिँ म अब यहाँसम्म आइसकेपछि गर्मी पनि छ, पानीमा नभिजी त जानु रमाइलो भएन नि, त्यही भएर
अब चाहिँ म तल जानेवाला छु तल सो द्याट्स इट हेरौँ गएर पनि आइयो कि तर यस्तो छिटो रहेछ कि सावधान होला म चाहिँ त्यही भएर चाहन्छु तर मजा आउँछ सबभन्दा डेन्जर हालत यो खुट्टा जस्तो छ अनि सिसाहरू त यहाँ भगवान् कसले सिसा फुटाएको हो ल फाइनली म चाहिँ तल पुगेर आइसकिसकेँ यस्तो चिप्लो रहेछ त्यहाँ चाहिँ अलिकति सावधान भइदिनलाई यदि तपाईँहरू त्यहाँ जानुहुन्छ भने फोटो भिडियो खिच्दाखेरि झर्नाको छेउछाउ अनि मजा पनि आयो रमाइलो पनि भयो गर्मी टाइम थियो अनि गर्मी पनि लागिरहेको थियो गएर नुहाइयो पनि भन्न भिजियो भिज्दाखेरि फ्रेस पनि भयो एउटा छुट्टै आनन्द पनि आइरहेको छ अब यता आइसकिसके पछाडि त अलिकति परतिर सेल्फी डाँडा छ भन्ने सुनेको थिएँ अनि रहेछ पनि अनि त्यो डाँडामा आइयो पनि कस्तो रहेछ भन्दाखेरि यस्तो राम्रो रहेछ कि जुन यो ठाउँमा म बिरहेको छु अहिले चाहिँ यहाँदेखि के देखिन्छ भन्दाखेरि चाहिँ यस्तो छ है डर पो लाग्यो यस्तो राम्रो देखिँदो रहेछ कि त्यो खोलाहरू अनि मिलुङ झरना चाहिँ यता माथि छ अनि भनेको यस्तो छ यता माथि डाँडा थोरै डाँडामा बनाइएको रहेछ यो ढुङ्गाको माथि कस्तो राम्रो तल मान्छे हेरौँ त कति सानो सानो देखेको मान्छेहरू त्यत्रो तल तल मान्छे के देखिँदैछ त निकै टाढामा चाहिँ टाढा हो कि क्या हो तलदेखि यहाँसम्म ऊ तल हलो जोत्दैछ निकै टाढा छ जस्तो तलदेखि यहाँसम्म भयो डिस्टेन्स कस्तो छ नि यता नजिकै यो पनि रहेछ बस्ने ठाउँ यहाँ अलिकति बस्ने ठाउँ बनाएको भए चाहिँ झन् राम्रो हुन्थ्यो कि होइन अनि अलिक गर्मी गर्मी पो छ कस्तो पो भयो यो त तमोर नदी हो कि कसो पो हो र म आइपुगिसकेको छु इल्याङ दरबार भन्ने दरबारमा भनौँ न इल्याङ दरबारमा अनि यहाँ चाहिँ म निकै धेरै टाइम भयो निकै धेरैचोटि भयो आएको लगभग म आएको भनेको यहाँनिर 3 चोटि 4 चोटि जस्तो भयो होला टोटल आजसँग एकदमै राम्रो छ यो यहाँ चाहिँ खतरा दरबार छ नि यता माथि अझै छ म तपाईँहरूले देखाउनेवाला छु यहाँ के छ कस्तो छ भन्ने कुरा यो चाहिँ पछिल्लो समयमा बनिएको यो चाहिँ भवन हो मास्तिरको यो दरबारमा यहाँ चाहिँ सामानहरू राखेको होला सायद वाउ तर कस्तो राम्रो छ यदि तपाईँहरू पनि नजिक हुनुहुन्छ भने एकपटक तपाईँहरू यो ठाउँमा आइदिनु होला कस्तो राम्रो छ वाउ अब अलिकति यो विषयमा चाहिँ मलाई थाहा भएन यहाँको के कसो हो अलिकति एक्सप्लोर गर्नु पनि आउँदैन जस म गएको ठाउँहरूको तपाईँहरूले भिडियो बनाइदिँदैछु यता माथिपट्टि पनि छ त्यो प्राचीन त्यहाँ चाहिँ पहिला त्यो जनयुद्ध हुँदाखेरि त्यो भनेको मतलब त्यस्तो मैले सुनेको चाहिँ थिएँ युद्ध हुँदाखेरि चाहिँ त्यहाँ माथि अनि किराँतहरूको यो अन्तिम राजा होला होइन सायद यो त्यस्तै के होला समथिङ मलाई पनि ठ्याक्कै थाहा भएन म आफै किराँती भएर यो विषयमा पनि अहिले चाहिँ हामी फुलन्देको बाउको घरमा आइपुगिसकेका छौँ यस्तो छ त घर चाहिँ वाउ घुमघामको विषय चलिरहेको छ फिदिम बजार अरे इलाम बजार घुम्न फिदिम बजार घुम्न पो भन्दो रहेछ कुन मोडमा छ ट्रेन पाउनु त्यतिखेर चाहिँ घरि पछि यो फिदिम बजार यस्तो दामी देखिरहेको छ वाउ यस्तो छ त फिदिम बजार
पानीको पर्दछ क्या